चाहिँ अब पूजा स्टार्ट हुन लागिसक्यो मामुहरूले यहाँ लिएर आउ हेर्नु यहाँ मेरो मामुले पनि यहाँ अहिले पुरा पूजा चलिरहेको छ हाम्रो ग्यारेजमा नानी छोड त हेर्नु सक्नुहुन्छ अनि हाम्रो गाडी चाहिँ माथि पूजा गर्छौँ कि हामी जुन वर्ष नि यो चाहिँ लास्ट इयर थाहा छैन तर यो वर्ष चाहिँ माथि राखेर गरे हो लास्ट इयर हाम्रो गाडी नै आएको थिएन त्यसैले हामीले गाडी पूजा गर्न पाएनौँ अनि पछि गएर यहाँ चाहिँ पुरा रेडी भइरहेको छ हेर्न सक्नुहुन्छ अनि मेरो दाइहरू चाहिँ यहाँ आएर अनि अब पूजा हेरौँ है अनि यहाँ चाहिँ रेडी भइरहेको छ हाम्रो पूजा हेर्न सक्नुहुन्छ पूजा चलिरहेको छ हिजो म तासमा हारेँ भने गाइस त्यही छैन टिकामा चाहिँ जहाँ पनि जाने हो टिका लगाएर तास खेल्ने हो त्यसैले जित्छ कि म जित्छ राम्रोसँग जित्छ क्या ढुक्क छु ढुक्क एकदम ढुक्क मेरोलाई धेरै ढुक्क छ तास खेलेर हेर्न सक्नुहुन्छ पूजा स्टार्ट भइसक्यो अनि हाम्रो सबै रेडी भइसक्यो भइसक्यो अनि हेर्न सक्नुहुन्छ यहाँ अब टिका लगाइन्छ पानीले ल्याएर रोक्नु छ अब हामी माथि जान्छ सरसफाइ विथ पूजा हेर्नु हराउँदिन हो ए बाले कस्तो ठेक्नु पनि रेडी छ नानी यो नखुल्छु है त्यो पूजा थाली कुल्चिनु हुँदैन कुल्चिनु हुँदैन नि अनि यहाँ चाहिँ हाम्रो मस्त भइरहेछ धुलो टाँसिया छ अनि हाम्रो चाहिँ गाडीको बोनट इलेक्ट्रिक हो पुरा यो चाहिँ हाम्रो क्लिनिङको लिक्विड हाल्ने ठाउँ है यो अनि हेर्नु मैले त्यही त भने नि ए यो के देऊ त त्यहाँबाट रोक्नु म स्कुटर लिन गई छोरी अनि हाम्रो म तपाईँले एकैचोटि पूजा राम्रोसँग अनि यहाँ भइरहेको छ टुक्काले हामी पनि जानु पर्यो सबै यहाँ चन्द्रमा बनाइसकेको छ हेर्न सक्नुहुन्छ मेरो बहिनीको स्कुटरहरूमा पनि हाम्रो साइकलको चाहिँ कहाँ राख्नु चन्द्रमा बनाउनु खै कता हो ए भयो भयो यहाँ चाहिँ पूजा थालीको स्टार्टिङ छ यहाँ सबै चन्द्रमा बनाउँदै गइरहेको छ पूजा त्यहाँ छ अनि गाडीको चाहिँ अनि हामी एकछिन गाडी भेट गएर आउँछौँ है गाइस यहाँ गाडी खोलिसकेको छ ब्लिङ्किङ ब्लिङ्किङ गर्दै पानी पूजा थालीबाट चन्द्रमा बनाइराख्नु भएको छ अनि चन्द्रमा बन्न लागिसकेको छ गइरहेको छ बिचा टक्क यहाँ चाहिँ हाम्रो चन्द्रमा बनिसक्यो छ अब रातो हालिदिने टुक ल हाम्रो चन्द्रमा चाहिँ रेडी भइसकेको छ
अनि हामी चाहिँ अर्को ठाउँमा हेर्छौँ। यहाँ पनि बनिसकेको छ, बन्नै लागिसक्यो। यो चाहिँ नामी डम्फिङ हो अनि टायरमा चाहिँ डम्फिङको लोगो क्लियर देखिराख्नु भएको छ। यहाँ सक्नुहुन्छ यहाँ। अनि अर्को टायरमा हामी सिफ्ट हुँदैछौँ। बग्यो अनि फेरि एकचोटि अब अर्कोपट्टिको टायरमा हुन्छ, त्यसैले हामी चाहिँ घुमेर रिबाउन्ड गरेर जान्छौँ है। त्यहाँ चाहिँ भइरहेको छ अहिले, रोक्नुहोस् है। त्यहाँ चाहिँ राम्रोसँग देख्न सकेन, यहाँ चाहिँ म एङ्गल समातिहाल्छु। राम्रोसँग देखिरहेको छ, तपाईँहरूलाई क्लियर भ्यू त दिनु पर्यो। अब यसको पालि आउन लागेको छ। बाबा यता बाँकी छ। यहाँ पनि हुन लागिसकेको छ। अनि हाम्रो टायरमा चाहिँ भइसकेको छ। अब हामी पनि जाम भएको पछाडि अब के हुन्छ भने हामीलाई थाहा छैन। हेर्दैछौँ यहाँ बोनटमा पनि हेर्न सक्नुहुन्छ। यहाँ कलाकारी भइरहेछ, यसलाई भन्छ धार्मिक कलाकारी। फेरि मैले बनाएर भने है, यो चाहिँ रियल होइन, के भन्छ चाहिँ मलाई थाहा छैन। अब चाहिँ हाम्रो भित्रको हुन लागेको छ, खुलिन्छ अब। मेरो बाले खोल्नु रोक्नुहोस्। अब हामी पनि हेरौँ है भित्रको भ्यू। के हो गाडी पार्यो? अब त गएको कस्तो, यो मेरो गाडी पुरा तात्यो। ओ माई गॉड, that is so hot. स्टेरिङमा नि पूजा भइरहेको छ। अनि हामी फेरि एकचोटि तल जान चाहन्छौँ, त्यसरी जाउँ अब तलपट्टि। हाम्रो तलकै भ्यू हेर्न सक्नुहुन्छ एकदम। यहाँ रातोले पनि कभर गरिसकेको चन्द्रमाहरूलाई त्यहाँसम्म। त्यो कसको हो स्कुटर? हो र? अनि पछि गएर मेरो भाइहरूको गफ सुन्नु थाल्यो। म त्यो चार्जमा त्यो कारणले पुरै हेरिहालेँ होइन, अब जितिहाल्यो भने के भयो? फुटबलको गफ त्यसमा 5 हाल्यो, 5 लिभरपुल के भयो? लिभरपुल 1-0 हार्यो। कस्तो टट्टी भयो? चेल्सी भर्सेस बेन्फिकामा चेल्सीले हाल्यो 1-0 पनि ओन गोल भयो क्या डिफेन्सले। गाना चोले हाल्यो माथिबाट चामल पछि त अलिकति दिनु होला मलाई। अच्छा त अनि फेरि त्यही गइरहेको छ। डुङ 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 निन्दा तोरिया गया है। मेरो साइकलको पूजा चाहिँ कहिले हुन्छ? मेरो मैले गर्ने होइन साइकलको त। अनि आज चाहिँ हामी नारियल पानी खान्छौँ।
ठुलमा नारियल फुटाउँछ होइन फुटाएर मेरो मुखमा हालिदिनु है पानी त्यो नरिवलमा नि पूजा गरे हो गिलास पर्दैन केटानी मुखमा बसाइदिनु तिमी पनि खाऊ तिमी गिलास लिएर आउँछौ म त यतिकै खाइन्छु बाउले म त यतिकै खाइन्छु ग्लासमा नहालिकन खाने म त अनि माथि पनि पूजा चलेको छ हामी माथि जान्छ फेरि हामी त यता उता गर्दै भ्लग बनाइरहेको छौँ यहाँ पनि भयो मेरो पालि आयो कता मेरो पनि पालि आइसकेको छ अनि मैले अक्षता चढाइदिएँ माम भयो यहाँ चाहिँ हाम्रो अर्को छ एकदम फेरि तलपट्टि फोकस हाम्रो मैले त मेरो कहाँ भयो मैले गाडी यहाँ चढाएँ मैले गाडी यहाँ चढाएँ कहाँ हो मेरो साइकल त्यो अर्को पुरानो साइकल नगरे अब त्यो चलाउने भने नि त बनाएर त्यो मैले पूजा गर्नु पर्दैन नि त अब के निकाल्नु ठाउँ पनि छैन बनाएपछि गरौँ ल है त अब उता माथि पूजा गर्नु गयो त मैले मेरो पालि कहिले यहाँ अनि आजको भ्लगमा चाहिँ मस्तले भ्युज र लाइक चाहिँ आउनु पर्यो है अनि मेरो च्यानल सब्सक्राइब पनि गरिदिनु पर्यो ल यहाँ नि गर तिम्रो मेरो पालि फुल चढाऊ फुल पूजा मेरो अक्षताको पालि चढाइरहेको छु मैले छोड नानी छोड त पहिला अब के फोरेर उ गर्ने हैन त अनि मैले चाहिँ अक्षता चढाइदिएँ नानीले बाटो ब्लक गरिरहेको छ तिमीले फुटाउन सक्दैन कहाँ सक्छ तिमीले फुटाउन सक्दैन त्यहाँ राख जानु चाहिँ अब हाम्रो चाहिँ अब नरिवल फुटाइरहेको छ एप्पल छ एप्पल फुटाउने तिमी ताली बजाउन झोल भयो त अब नरिवल फुट्छ भयो त यसै फुटाउने भने हैन छोड त सुरु भयो त छोड न एकचोटि छोड न भने ल झोल खाने भने हैन मेरोमा डाइरेक्ट फुटाउँदा भयो भने उदान फुट्नु छोड त एकचोटि छोड न हुन्छ नि मेरोमा डाइरेक्टै मलाई गिलास चाहिँदैन ठिक छ यो अलिकति मात्र झऱ्यो अब तिमीहरूले भेट्नु भयो क्या ठिक भयो क्या झोल सकिहाल्छ यसमा आउने भयो क्या यसमा पट्ट मात्र फुट्यो यसमा आइरहेछ अब आउँछ त्यहाँ तल राख त यहाँ ठिक्क छ खै त ल यसमा मजाले उ छ क्या यहाँ ठिक्क भयो क्या चर्क्यो मात्र क्या मेरो डाइरेक्ट मेरोमा डाइरेक्टै खिच्या छौ खिचिरहेको छु मलाई मेरो डाइरेक्ट
उता 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 यो नेजिका या 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 उताबाट खिच्छ र क्लियर आउँछ सोना खोइ एकछिन का खोइ त अनि हेर्नु ठुला डाइरेक्ट मेरो डाइरेक्ट मुखमा सान छोडो न यता बस्नु छ नि जय श्री राम ल फुट्यो आयो सबैलाई भयो झोल सक्यो बा झोल छ भने उता थाप्ने उताबाट के भित्र छर्किनु पर्यो छ भने मात्र न त परेन सबै छर्किदिनु नानी आऊ पूजा गरेर भित्र छिर्नु हुँदैन त्यसरी गर्मी भयो ल ठन्डी ठन्डी झोल दिन्छु ल तिमीलाई म अनि अब चाहिँ हामी नरिवलको झोल खान गइरहेको छौँ अनि हाम्रो चाहिँ आजको लागि यति नै गाइस अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् भ्युज त नै दिइदिनुहोस् यस यो भिडियोमा लाइक चाहिँ प्लिज गरिदिनुहोस् थ्याङ्क यू फर वाचिङ सी यू टाटा गुड बाई